Assalamu alaikum. No, 4 p.m. Yeah. एकछिन दायरामा समुद्र घुम्न जानु लाग्यो किनकि अब अहिले हाम्रो कामसाम सबै भइसक्यो एकछिन यसो समुद्रतिर घुमेर आउने भनेर हो दाइ 1 मिनेट दाइ त जाँदैन अब म मात्रै जाने अब एकछिन यसो घुमेर आउँछु म यहाँनिर किनकि दाइ आउनु छैन अहिले यहाँनिर अरे रे वहाँनिर उहाँ क्याम्पिङ गरेर बस्नु मिल्छ यो सबै त हाम्रो एरियामा पर्छ मतलब आएर बस्छन् मान्छेहरू अब हाम्रो एरिया पर्छ कि पर्दैन थाहा छैन तर सबै पर्छन् यहाँ जङ्गल जस्तो छ यो अब यतातिर केटी छ केटीको आम्मामा कस्तो गोरो देखेको क्या दारी काटेकोहरू क्या केटीलाई देखाउने नै होइन ओहे नाइटमा हो क्या लाइट बल्यो भने दामी देखिने रुखहरू नि यतातिर त बाङ्गा छ ओ समुद्रको छ यो केटीहरू देखि पनि दिमाग खराब हुन्छ कि बेकारमा केही बोल्दैन अनि कम्प्लेन गरिदिन्छ अनि बेकारमा झ्याउ मात्रै ऊ क्या दामी छ के गर्ने अब पुरै देखाउन मन लागिरहेको थियो तर के गर्ने केटीहरू छ कि छैन यसो हेर्नुपर्छ पहिला सुरुमा केटीहरू छ भने झ्याउ हुन्छ टाउकोदेखि खुट्टासम्मलाई पुरै छोपेर आउँछ त्यही पनि के गर्ने केटीहरू यति देख्यो भने झ्याउ बवाल छ नि बवाल छ हो आयो समुद्र यता माछा मारिरहेको छ उहाँनिर जेट चलाइरहेको रहेछ त्यहाँ मुनि त जाँदैन म बस यहीँबाट मात्रै हेर्ने अब बेबी कस्तो चिसो उहाँको मान्छे फसेर बसिरहेको छ त्यहीँनिर अड्क्या हो कि के हो खै यो समुद्र नि के भन्ने यहाँबाट उतासम्म छ नारायणी जस्तो छ त्यहाँबाट त्यहाँ यति ठाउँ खाली छ एक दुईवटा घरहरू छ त्यहाँबाटतिर त समुद्र छ त्यहाँनिरबाट छ ब्रिज उतातिरबाट छ उतापट्टिबाट छ भरान यो अलिकति मस्त छ मुनितिर जानलाई अलिकति छैन जस्तो छ स्थिति यहाँनिर छ बिरालु गान्डु बिरालु यहाँ छ गान्डु बिल्ला सबै फोहोरहरू यहीँ फ्याँकिरहेछ ए आमा बोइ यहाँ अर्को गान्डु बिल्ला अरे अहिले म जान्छु त्यो ब्रिजमा जान्छु कि अहिले म त्यो ब्रिजमा जान्छु कि अहिले म त्यहाँ एक दुईवटा केटी छ त्यो भएर नगयो अहिले म जान्छु कि त्यो ब्रिजमा अहिले त्यो ब्रिजको नाम लभ ब्रिज हो लभ उहाँ चलेछ डुङ्गा भन्ने कि बोट भन्ने ठिक हुन्छ ऊ पऱ्यो त्यसलाई माछा पऱ्यो अब कत्रो माछा पार्यो यार ऊ त्यो दुइटाले माछा पारेछ ऊ माछा पार्छ कि माछा थाप्या हो त्यसले हामी त्यहाँ मुनि जानु पाइन्छ कि पाइँदैन खै नत्र त जान्थेँ म तर अलिकति तल गएर त हेर्न मिलिहाल्छ डेन्जर माछा पारेछ यार मस्त घाँस छ अब जानु लाग्छु म त्यहाँनिर त्यो ब्रिजमा किनकि मलाई त्यहाँनिर बस्दा झाडो लाग्यो तर माछा मारिहरू सबै नेपाली नै रहेछ हेलो मान्छे आएर राम्रो देखेन क्या त्यसो भने पहिला त तेरो हेर समुद्रको छेउ भयो यो भयो लभ ब्रिज नै भन्छ सायद हामीले काम गर्ने ठाउँ त त्यहाँनिर छ त्यो गाडी गएको ठाउँतिर हो दाइ आएको छैन कि अहिलेसम्म यस्तो छ रहेछ आज त पानी छैन रहेछ हिजो त पानी हिजो त पानी त्यहाँ छेउछेउसम्म थियो वहाँ छेउछेउसम्म आएको थियो अहिले त यहाँसम्म मात्रै आइरहेको रहेछ मस्त छ हो कस्तो दामी देखिने यार चिसो नभए त गरिब महिनामा त सही मजा हुन्छ होला
थरको हतौडा हो यहाँ यहाँनिर भुलेर गएर चाहिँ त्यसले त्यही भएर त्यसको नदेखेको थरको हतौडा त्यहाँनिर छ ऊ अरू के छ यहाँनिर के भन्छ अरे त्यो फलाम स्क्यान गर्ने कुरो पायो भने त के पाउँछ होला यहाँनिर सम्पत्ति धेरै छ होला अरे कस्तो बवाल देख्ने के मलाई भिडियो धेरै लामो बनाउनु त मन लाग्छ नि त्यो पनि कस्तो आमा पनि दामी देख्ने के कस्तो बवाल छ यो ब्रिज त अब उतातिर त अब पछितिर जाने हो किनकि म चाहन्न कि म ढिलो होस् भनेर म अब जान्छु म किनकि अब आधीसम्म त आयो आधी उता कुनै दिन जाम्ला अनि बनाउँला अनि पार्ट 2 भनेर हालिदिउँला नि त के भयो त नि धेरै लामो बनाउनु छैन मलाई ओके बाई अब दाइ पनि आइरहेको रहेछ भर्खर आइसकेर चाहिँ खोजिरह होला कता गयो भनेर भर्खर गाडीबाट झारेको त देखेको अरे मैले खोजिरह होला लभ ब्रिज भूलना मत लव ब्रिज है ये अरे ये छोटा वाला जंगल जहाँ मोगली जन्मा था और यहाँ पर हूँ मैं तो अच्छा चलता हूँ दुआ में याद रखना।